नमस्कार, म तपाईको सहपाठी। आजको यस भिडियोमा म आउँदो कार्तिक 15 गते हुन गइरहेको सङ्गठित संस्थाको पूर्वयोग्यता परीक्षाको पाठ्यक्रममा आधारित नमुना प्रश्नहरू सहितको पेपर फर्मेटमा यो प्रश्नहरू लिएर आएको छु। यसमा चाहिँ यो सबै पाठ्यक्रममै आधारित हो, जसमा भूगोल, वातावरण र जनसङ्ख्याबाट 5 वटा प्रश्न, इतिहास र संस्कृतिबाट 5 वटा प्रश्न, आर्थिक पक्ष र विकासबाट 5 वटा प्रश्न, शासन पद्धति र संविधानबाट 5 वटा प्रश्न, अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट 5 वटा प्रश्न, विज्ञान प्रविधि, जनस्वास्थ्य र समसामयिक गतिविधिहरूबाट 5 वटा प्रश्न, कार्यालय तथा सार्वजनिक व्यवस्थापनबाट 5 वटा प्रश्न, व्यावहारिक गणितबाट 5 वटा प्रश्न र सार्वजनिक संस्थान सम्बन्धी ज्ञानबाट 10 वटा प्रश्न गरी जम्मा 50 वटा प्रश्न 100 पूर्णाङ्कको हो। यसको समय भनेको 45 मिनेट हुन्छ त्यहाँ र उत्तीर्णाङ्क पनि 45 हुन्छ। र यसमा पहिलो प्रश्न रहेको छ, क्षेत्रफलको आधारमा सानोदेखि ठुलो महासागरको क्रम मिलाउनुहोस्। र यसमा सबै महासागरहरू दिएको छ, 5 वटै महासागरहरू। र यसमा सुरुमा छ सुमेरु महासागर, कुमेरु महासागर, हिन्द महासागर, आन्ध्र महासागर, प्रशान्त महासागर। खमा छ कुमेरु महासागर, सुमेरु महासागर, हिन्द महासागर, आन्ध्र महासागर, प्रशान्त महासागर। यहाँ सुमेरु र कुमेरु अगाडि पछाडि गरेको छ। गमा सुमेरु, कुमेरु, आन्ध्र, हिन्द र प्रशान्त। घमा सुमेरु, हिन्द, कुमेरु, आन्ध्र र प्रशान्त। र यसको सही उत्तर हुन आउँछ अप्सन नम्बर क। यसलाई याद गर्ने सरल तरिका छ, त्यो भनेको पैसा। पैसा भन्नाले PAISA भनेको पेसिफिक भयो, एटलान्टिक भयो, इन्डियन भयो, यो भनेको सदर्न भयो, यसलाई अन्टार्कटिक नि भन्छ, यस भनेर भन्नेलाई साउथको भएको हुनाले, र कुमेरुलाई आर्कटिक भयो। यसरी याद गर्ने, यो उसको उत्तर पहिलो भयो। त्यस्तै अर्को प्रश्न छ, भाटभटेनी भन्ज्याङ कुन जिल्लामा पर्दछ? त्यसको अप्सनहरूमा रहेको छ ताप्लेजुङ, हुम्ला, सङ्खुवासभा र सिन्धुपाल्चोक। यी सबै जिल्लाहरू भनेका धेरै कुनै न कुनै भन्ज्याङ हुन्छ यसमा, त्यही भएर अलि कन्फ्युज गराउने खालको भयो भने यसको सही उत्तर भनेको चाहिँ भाटभटेनी पर्छ सङ्खुवासभामा, अप्सन नम्बर ग। त्यस्तै अर्को प्रश्न छ, कोसीटप्पु वन्यजन्तु आरक्षको क्षेत्रफल कति रहेको छ? अप्सनहरूमा छ 225 वर्ग किलोमिटर, 159 वर्ग किलोमिटर, 952 वर्ग किलोमिटर र 175 वर्ग किलोमिटर। यो कुनै न कुनै सुनेकै हुन्छ है, 225 नै सुनेकै हुन्छ, 159 नै सुनेकै हुन्छ, 952 पनि, 175 पनि, किनकि यो 225 भनेको खप्तर राष्ट्रिय निकुञ्जको हो, 159 भनेको शिवपुरी नागार्जुनको, 952 भनेको चितवन राष्ट्रिय निकुञ्जको र यो 175 भनेको चाहिँ कोसीटप्पुको हो। यो चाहिँ सही हुन आउँछ। कोसीटप्पुको क्षेत्रफल भनेको 175 वर्ग किलोमिटर। अर्को प्रश्न छ, 2078 सालको जनगणना अनुसार नेपालको परिवारको औसत आकार कति रहेको छ? र यसको विकल्पहरूमा दिएको छ 3.99, 4.73, 4.37 र 4.33। हो, यसमा पनि यो सुनेकै हुन्छ, किनकि यसमा 3टा अप्सनहरूमा हिमाल, पहाड, तराई र एउटामा चाहिँ पुरै नेपालको औसत आकार दिएको छ परिवारको, जसमा यो 3.99 भनेको पहाडको हो, 4.73 भनेको तराईको र 4.37 भनेको चाहिँ नेपालको हो र यो 4.33 भनेको हिमालको। त्यही भएर यसको प्रश्नको सही उत्तर भनेको अप्सन नम्बर ग। त्यस्तै अर्को प्रश्न छ, नमिल्ने पत्ता लगाउनुहोस्। यसमा दिएको भनेको नेपालको जुन चाहिँ 26 वटा संरक्षित स्तनधारी जीवजन्तुहरू छन् तिनीहरूको नाम, नेपाली नाम र तिनीहरूको वैज्ञानिक नाम। यसमा नमिल्ने चाहिँ को हो भनेर दिएको हो है। यसमा यस्तो कस्तुरी मृगको मोस्चस क्रिस्कोगेस्टर, बारशृङ्गको सेल्भस डुब्यायुक्सेली, कृष्णसारको एन्टिलोप केर्बिक्याप्रे र हिमचितुवाको पार्डोफेलिस नेबुलोसा। र यसमा नमिल्ने को हो भनेर भन्दा चाहिँ यसमा नमिल्ने भनेको हिउँचितुवाको हो, किनकि हिउँचितुवाको चाहिँ हुन्छ प्यान्थेरा इन्सिया भन्ने, यसको नाम चाहिँ प्यान्थेरा इन्सिया भन्ने हुन्छ। र यसमा दिएको चाहिँ यो जुन पार्डोफेलिस नेबुलिसा भन्ने छ, यो चाहिँ हो ध्वाँसे चितुवाको नाम हो। यो चाहिँ
हिउँ चितुवाको होइन, त्यही भएर नमिल्ने यो हुन्छ है। अर्को प्रश्न छ, टाइबर नदी किनारमा विकास भएको सभ्यता कुन हो? यसमा दिएको छ रोमको सभ्यता, हरप्पा सभ्यता, सुमेरियन सभ्यता र मोहनजोदाडो सभ्यता भनेर। यसमा चाहिँ सुमेरियन सभ्यता भएको भनेको चाहिँ युफ्रेटस नदी किनारमा हो, त्यही भएर यो त भएन। अब हरप्पा र मोहनजोदाडो भनेको एउटै नाम हो र यसको अर्को नाम पनि छ, त्यो हो सिन्धु घाटीको सभ्यता। सिन्धु घाटीकै सभ्यतालाई हरप्पा र मोहनजोदाडो भनिन्छ, जुन चाहिँ सिन्धु नदी अथवा इन्डस नदी र इन्डस नदीका आसपासका सहायक नदीहरू ब्यास, सतलज, रावी, तिनी नदीहरूको आसपासमा आजको पन्जाब र पाकिस्तान क्षेत्रमा भएको र यसको सही उत्तर हुन्छ रोमको सभ्यता। टाइबर नदी किनारमा विकास भएको सभ्यता भन्नाले रोमको सभ्यता। अर्को प्रश्न छ, सोमवंशका अन्तिम राजा को हुन्? र यसको विकल्पहरू दिएको छ, शङ्करदेव, विजय कामदेव, भास्कर वर्मा र जय कामदेव। र यसको सही उत्तर हो अप्सन नम्बर ग, भास्कर वर्मा। जय कामदेव भनेको लिच्छवीको भयो, शङ्करदेव भनेको ठकुरीको, विजय कामदेव भनेको सूर्यवंशको। त्यसै गरी अर्को प्रश्न छ, तलका मध्ये घाँटीमा हाड अड्किएर मर्ने को हो? मर्ने व्यक्ति को हो? यो चाहिँ मर्ने व्यक्ति अब भीम शमशेर चाहिँ होइन, यो चाहिँ सुलको बेथाले मरेको भीम शमशेर। प्रताप मल्ल हरिसिद्धिको नाच हेर्दा हेर्दै मरेको। विश्वजित मल्ल परिस्त्रीसँग अनुचित सम्बन्ध राखेको भनेर तलेजु भवानीको मन्दिरमा काटिने मान्छे, त्यो त्यसरी मरेको। त्यही भएर घाँटीमा हाड अड्किएर मर्ने भनेको चाहिँ धीर शमशेर हो। अर्को प्रश्न छ, ससुरा मर्दा बुहारी समेत विधवा हुने संस्कार कुन जातिमा रहेको छ? यो लेप्चा पनि होइन, वादी पनि होइन, सियार पनि होइन, त्यही भएर यसको सही उत्तर भनेको अप्सन नम्बर घ, सतार। अर्को प्रश्न छ, मदन पुरस्कार र साझा पुरस्कार विजेता कृति आगतका लेखक को हुन्? यी जुन चारवटै यो लेखकहरू, साहित्यकारहरूको नाम दिएको छ, यिनीहरूको एउटा न एउटा कृतिले मदन पुरस्कार र साझा पुरस्कार जितेको छ। र यो आगतका लेखक चाहिँ भवानी भिक्षु हुन्। उनलाई 2032 सालमा आगत बापत मदन पुरस्कार र साझा पुरस्कार दिइएको थियो। भवानी भिक्षु आगत। 11 मा रहेको छ, राष्ट्रिय योजना आयोगको अध्यक्ष को रहने व्यवस्था छ? विकल्पहरूमा दिएको छ अर्थमन्त्री, प्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, नेपाल सरकारबाट नियुक्त व्यक्ति। नेपाल सरकारबाट नियुक्त व्यक्ति चाहिँ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुन्छ, अध्यक्ष चाहिँ प्रधानमन्त्री हुन्छ। अर्को प्रश्न छ, हालसम्म नेपालमा कति पटक कति वर्षका लागि प्लान होलिडे भएको छ? यो प्लान होलिडे भनेको चाहिँ आवधिक योजनाका बीचमा ग्याप रहनु, समय खाली रहनु भनेकै त्यो प्लान होलिडे हो। यो चाहिँ कति पटक भएको छ भनेर विकल्पहरूमा दिएको छ, 3 पटक, 2 वर्ष, 1 पटक 2 वर्षको लागि, 2 पटक 3 वर्ष, 2 पटक 2 वर्ष। र यसको सही उत्तर हो 2 पटक 3 वर्षका लागि। एकचोटि चाहिँ 18 र 19 मा 1 वर्ष त्यो भयो, अर्को चाहिँ 47 देखि 49, 2 पटक 3 वर्षको लागि यसरी भएको छ। अर्को 13 मा रहेको छ, शैक्षिक सत्र 2081 मा आधारभूत तहको, त्यो भनेको 1 देखि 8 को खुद भर्ना दर कति रहेको छ? यो चाहिँ आर्थिक सर्वेक्षण अनुसार हो। यसको सही उत्तर हो 94.1। खुद भर्ना दर यति छ आधारभूत तहको। अर्को प्रश्न छ, प्रधानमन्त्री रोजगार कार्यक्रम कतिवटा स्थानीय तहमा विस्तार भएको छ? अप्सनहरूमा छ 723, 733, 753, 743। अन्तिममा 3 छ र 53 पनि छ, सबैमा पनि होला कि भन्ने जस्तो पनि लाग्न सक्छ, तर यसको सही उत्तर हो 743। जतिवटा नेपालमा स्थानीय तहको सङ्ख्या 753, त्यसको 10 कममा 743, त्यतिवटामा चाहिँ प्रधानमन्त्री रोजगार कार्यक्रम विस्तार गरिएको छ। अर्को प्रश्न छ, सन् 2024 मा नेपालमा पर्यटकको औसत खर्च कति रहेको थियो? यो पनि आर्थिक सर्वेक्षणबाटै लिएको हो। यसको विकल्पहरूमा दिएको छ 40.8, 41.5, 42 र 42.6 डलर, अमेरिकन डलर हो यो। यसको सही उत्तर हुन आउँछ अप्सन नम्बर क, 40.8 डलर। अर्को प्रश्न छ, जारी भएर पनि लागू नभएको संविधान कुन हो? यो त सबैलाई थाहा भएकै कुरा हो। जारी नभएर
जारी भएर पनि लागू नभएको भनेको चाहिँ 2004 को। त्यति बेला पद्म शमशेर थिए प्रधानमन्त्री र पछि उहाँ चाहिँ त्यतिकै छोडेर भारततिर गए, देहरादुनतिर, र प्रधानमन्त्री बनेर आए मोहन शमशेर, र यो चाहिँ लागू भएन। त्यतिकैमा राणा शासन पनि ढल्यो र 2007 सालमा नेपालको अन्तरिम शासन विधान आएर त्यो चाहिँ लागू भयो। यो चाहिँ लागू भएन 2004 को। अर्को प्रश्न छ, पहिलो पटक संवैधानिक उपचारको हकको व्यवस्था गर्ने संविधान कुन हो? प्रश्न नम्बर 17 को यो। नेपालको अन्तरिम संविधान 63, नेपाल सरकार वैधानिक कानुन 4, नेपाल अधिराज्यको संविधान 2047 र नेपालको संविधान 2019। र यसको सही उत्तर हो नेपाल अधिराज्यको संविधान 2047। अब धेरै अर्थमा नेपाल अधिराज्यको संविधान अलि सुधार गरिएको संविधान थियो त्योभन्दा अगाडिको तुलनामा। त्यही भएर यसको सही उत्तर हुन्छ 2047। यसमा थियो पहिलो पटक संवैधानिक उपचारको हकको व्यवस्था 47 को। युएनओ को वडापत्रको कुन धारा प्रयोग गरी मानव अधिकारको विश्वव्यापी घोषणापत्र तयार पारियो? अप्सनहरुमा छ धारा 11, धारा 12, धारा 13 र धारा 14। र यसको सही उत्तर हो धारा 13। अर्को प्रश्न छ, प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण कसको सिफारिसमा हुनेछ? यो चाहिँ वित्तीय हस्तान्तरणको परिणाम चाहिँ कसले सिफारिस गर्छ भनेर हो। यसले चाहिँ नेपाल सरकारले गर्छ कि अर्थ मन्त्रालयले गर्छ कि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्छ कि अथवा राष्ट्रिय स्रोत तथा वित्त व्यवस्थापन त्यसको लागि बनेको आयोगले गर्छ? यसको सही उत्तर हो राष्ट्रिय स्रोत तथा वित्त आयोग, अप्सन नम्बर ख। अर्को प्रश्न छ, नेपाल अधिराज्यको संविधान 2047 का मस्यौदा समितिको अध्यक्ष को थिए? अप्सनहरुमा रहेको छ विश्वनाथ उपाध्याय, भेषबहादुर थापा, भगवती प्रसाद सिंह र ऋषिकेश शाह। यसको सही उत्तर भेषबहादुर थापा पनि होइन, भगवती प्रसाद चाहिँ त्यस संविधानको होइन, उहाँ चाहिँ पहिलाको संविधानको चाहिँ हो, 2015 को हो कि कतिको। ऋषिकेश शाह पनि होइन। यसको सही उत्तर हो विश्वनाथ उपाध्याय। अर्को प्रश्न छ, नेपालले सार्कको कुल खर्चको कति प्रतिशत हिस्सा बेहोर्दछ? अब सार्कका प्रत्येक देशहरूले खर्चको कुनै न कुनै हिस्सा चाहिँ बोकेकै हुन्छ, त्यसमा नेपालको चाहिँ कति छ भनेर दिएको छ। यसको अप्सनहरुमा दिएको छ 10.72, 7.10, 15% र 12%। र यसको सही उत्तर हो 10.72%, 10.72%। यो चाहिँ नेपालले, श्रीलङ्काले र बङ्गलादेशले चाहिँ समान रूपमा यति नै तिर्दै गरेका छन्। यसै गरी अर्को प्रश्न छ, नेपालसँग दौत्य सम्बन्ध कायम भएका आधारमा क्रम मिलाउनुहोस्। र देशहरू दिएको छ बेलायत, संयुक्त राज्य अमेरिका, चीन, भारत र सोभियत सङ्घ। अर्को अप्सन छ बेलायत, चीन, सोभियत सङ्घ, संयुक्त राज्य अमेरिका, भारत। अर्को छ बेलायत, संयुक्त राज्य अमेरिका, भारत, चीन, सोभियत सङ्घ। अर्को छ बेलायत, संयुक्त राज्य अमेरिका, भारत, सोभियत सङ्घ र चीन। यसमा बुझ्नुपर्ने कुरा भनेको बेलायत चाहिँ सुरुको भयो, त्यसपछि अमेरिका, त्यसपछि भारत हो, र त्यसपछि फ्रान्स र त्यसपछि फ्रान्स। यी चारवटा देशहरूले चाहिँ नेपालमा चाहिँ 2007 साल नेपालमा प्रजातन्त्र आउनु अघि नै नेपालसँग दौत्य सम्बन्ध कायम भइसकेका देशहरू चारवटा मात्रै थिएन। बेलायत सुरुको भयो, त्यसपछि अमेरिका, त्यसपछि भारत र त्यसपछि फ्रान्स। र यसमा चाहिँ दिएका देशहरूमा चाहिँ यो अप्सन नम्बर ग चाहिँ सही हो। त्यसपछि चीन हो, चीन र पछि चाहिँ सोभियत सङ्घ हो। यो चाहिँ विकल्पहरुमा दिएको मध्ये चाहिँ सही भनेको अप्सन नम्बर ग। त्यस्तै अर्को प्रश्न छ, नेपालले विश्व हुलाक संघको सदस्यता कहिले लिएको हो? यसमा छ 11 जुलाई 1956, 1 मे 1953, 10 मे 1954, 11 जुलाई 1946। र यसको सही उत्तर हो यो 1956 वाला 11 जुलाई 1956। यो प्रश्नहरू मैले भनिरहँदा तपाईले चाहिँ अब मैले आन्सर भनेको अलि छिटो पो भइरहेछ कि यसमा चाहिँ प्रतिक्रिया दिनु होला। कसरी आन्सरलाई चाहिँ नभनिकनै त्यतिकै आन्सर की चाहिँ लास्टमा राख्दा ठिक हुन्छ कि यसरी आन्सर बीचमै भन्दा ठिक हुन्छ कि? कसैलाई चाहिँ बीचमा भन्दाखेरि चाहिँ आफूले थाहा पाएको नपाएको त्यो चाहिँ निर्क्यौल गर्न नसकिने जस्तो पनि लाग्न सक्छ। त्यही भएर यो प्रश्न सोध्दाखेरि नै आफूले थाहा पाएको छु कि छैन कि आफूलाई मूल्याङ्कन गर्नको लागि त्यसरी सोध्नु नै पर्छ। त्यसरी अर्को 24 नम्बरमा रहेको छ, बिमस्टेकको संस्थापक सदस्य राष्ट्रहरूमा कुन पर्दैन?
यसमा चाहिँ अप्सनहरू छ बङ्गलादेश, थाइल्यान्ड, भारत र म्यानमार। यसमा चाहिँ याद गर्ने तरिका भनेको चाहिँ BIST हो है, BIST। यसबाट चाहिँ BIST भनेको चाहिँ बङ्गलादेश भयो, इन्डिया भयो, श्रीलङ्का भयो र थाइल्यान्ड भयो। यिनीहरू चाहिँ संस्थापक देशहरू हुन् बिमस्टेकको BIST। यसमा नपर्ने भनेको चाहिँ म्यानमार, यसको उत्तर हुन्छ म्यानमार। 25 मा छ नेपाल भारत प्रबुद्ध समूहमा नेपालका तर्फबाट निम्नमध्ये कुन पर्दैन? नेपाल र भारतका त्यो असमान सन्धि सम्झौताहरू तथा सीमा विवादहरू यो सबैको जति पनि समस्या छ यिनीहरूलाई सुल्झाउनको लागि नेपाल र भारतले प्रबुद्ध समूह बनाएका थिए, जसले चाहिँ अध्ययन गरेर प्रतिवेदन तयार गर्नुपर्ने थियो। त्यो गरेको पनि छ, तर भारतले हालसम्म बुझेको छैन। त्यसमा नेपालबाट 4 जना र भारतबाट 4 जना रहेका थिए र यसमा चाहिँ नेपाल तर्फबाट कुन चाहिँ होइन यसमध्ये भनेर छ। यसमा चाहिँ डाक्टर भेषबहादुर थापा, नीलाम्बर आचार्य, राजन भट्टराई र भुवनचन्द्र उप्रेती छ। यसमा कुन होइन भन्ने प्रश्न हो र यसको सही उत्तर हो भुवनचन्द्र उप्रेती, किनकि उहाँ चाहिँ भारतको तर्फबाट चाहिँ समूहमा रहेका थिए। भारतको लिड गर्ने भनेको चाहिँ त्यो भगत सिंह कोश्यारी भन्ने नेता छन् एउटा, उहाँले गर्नुभएको थियो र त्यसमै भुवनचन्द्र उप्रेती हुनुहुन्छ। यसै गरी अर्को प्रश्न छ रेबिज रोग कुन भाइरसका कारणले लाग्छ? विकल्पहरूमा दिएको छ प्यारामिक्सो भाइरस, लिजा भाइरस, भेरियोला भाइरस र रेट्रो भाइरस। यसमा प्यारामिक्सो भाइरस भनेको चाहिँ मिजल्स दादुराको लागि हो, दादुरा लाग्छ यसले गर्दा। यो भेरियोला भनेको चाहिँ बिफरको लागि, बिफर रोग, र यो रेट्रो भाइरस भनेको चाहिँ एड्सको लागि। त्यही भएर एड्सको लागि एन्टी रेट्रो भाइरल त्यो औषधि हुन्छ त्यसको लागि। र रेबिज लाग्ने भनेको चाहिँ लिजा भाइरसले भयो, रेबिज रोग लिजा भाइरस। अर्को प्रश्न छ 27 को फेदोमिटर, पाइरोमिटर, ब्रेथलाइजर र हाइग्रोमिटर, यसको जोडा मिलाउनु पर्ने प्रश्न हो। र फेदोमिटर भनेको के हो, पाइरोमिटर भनेको के हो, ब्रेथलाइजर भनेको के हो, हाइग्रोमिटर भनेको के हो? एकातर्फ त्यो एकातर्फ यसको परिभाषा दिएको छ। अब सापेक्षिक आर्द्रता नाप्ने उपकरण, समुद्रको गहिराई नाप्ने उपकरण, टाढाको वस्तुको तातोपना मापन गर्ने उपकरण र हाइग्रोमिटर भनेको के हो भनेर त्यसरी दिएको छ मादक पदार्थ सेवन गरेको थाहा पाउने। अब यसमा ब्रेथलाइजर भनेको मादक पदार्थ सेवन गरेको भयो, 3 को त घ भइहाल्यो। यो फेदोमिटर भनेको समुद्रको गहिराई नाप्ने, 1 को ख, त्यही भएर 1 को ख कुनमा छ त्यहीबाट सुरु गर्नु पर्यो। 1 को ख भएको 2टा छ र यो ब्रेथलाइजरको 3 को घ हेर्नु पर्यो। 1 को ख र 3 को घ भएको कुन छ त्यो छ अप्सन नम्बर ख। 27 को अप्सन नम्बर ख रहेछ सही उत्तर। त्यसै गरी अर्को प्रश्न छ थ्योरी अफ पपुलेसनका प्रतिपादक भनेर कसलाई चिनिन्छ? र यसमा दिएको छ जस्तो म्याक्सवेल भनेको थ्योरी अफ इलेक्ट्रोम्याग्नेटिक वेव्स को म्याक्सवेल भयो। सिगमन्ड फ्रायडले चाहिँ त्यो उहाँ चाहिँ एकदमै सुप्रसिद्ध, सबैभन्दा प्रसिद्ध नै होला साइकोलोजीका त्यो खोजकर्ता हुनु। उहाँ चाहिँ मानसिक र मन र सपनाहरूले के गर्छ यौन मनोविश्लेषण गर्ने मान्छे सिगमन्ड फ्रायड हुन्। निल्स बोहरको चाहिँ इलेक्ट्रोन थ्योरी निल्स बोहरको हो र यसमा चाहिँ पपुलेसनको चाहिँ माल्थसको हो। त्यही भएर सही उत्तर भनेको यसको माल्थस है, सही उत्तर माल्थस। माल्थस इज द करेक्ट आन्सर फर द थ्योरी अफ पपुलेसन। त्यस्तै अर्को प्रश्न छ 29 नम्बर दोस्रो पुस्ताका कम्प्युटरमा प्रयोग हुने प्रमुख सिस्टम वा डिभाइस भनौँ, त्यसलाई जे पनि भन्दा हुन्छ, त्यो चाहिँ के हो भनेर। यसमा चाहिँ पहिलो पुस्ता, दोस्रो पुस्ता, तेस्रो पुस्ता, चौथो पुस्ता र पाँचौँ पुस्ता भनेर कम्प्युटरहरूको जुन छुट्याइएको छ त्यसको आधारमा यसमा भ्याक्युम ट्युब जुन चाहिँ थियो पहिलो पुस्तामा प्रयोग भएको भ्याक्युम ट्युब, इन्टिग्रेटेड सर्किट तेस्रो पुस्तामा, माइक्रो प्रोसेसर चौथोमा र पाँचौँमा चाहिँ बायोचिप्स र आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग हुने भन्छ। अब त्यो चाहिँ जो चाहिँ विकासशील चरणमा रहेको पुस्ता हो त्यो भनेको। र यसको सही उत्तर दोस्रो पुस्तामा चाहिँ ट्रान्जिस्टर प्रयोग भएको हुनाले यसको सही उत्तर हुन्छ ट्रान्जिस्टर। अर्को प्रश्न छ वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको केन्द्रीय कार्यालय कहाँ रहेको छ? विकल्पहरूमा दिएको छ बनेपा काभ्रे, हेटौँडा मकवानपुर, बालुवाटार काठमाडौँ र खुमलटार ललितपुर। यसको सही उत्तर हो खुमलटार ललितपुर। अर्को प्रश्न छ कार्यालयका आधारभूत कार्यमा कुन पर्दैन? यो चाहिँ अब सार्वजनिक सेवा व्यवस्थापनबाट आएको प्रश्नहरू भयो।
यसमा यस्तै प्रश्नहरू सोध्ने हो। कुन पर्दैन भनेर भनेको छ जनसम्पर्क र जानकारी प्रदान गर्ने, प्राप्त जानकारी र सूचना सुरक्षित राख्ने, तथ्याङ्क तथा जानकारीको विश्लेषण गर्ने, कर्मचारी मिलेर राजनीतिक सङ्गठन खोल्ने। अब यसको कुन चाहिँ हुन्छ त? यो त अभियसली यो त कुन पर्दैन भने चाहिँ 4 नम्बरको पर्दैन। यसको अप्सन हुन्छ घ, कर्मचारी मिलेर राजनीतिक सङ्गठन खोल्ने होइन कार्यालयमा, यो भन्दा बाँकीका काम चाहिँ गर्ने हो। यस्तै 32 नम्बरमा रहेको छ अभिलेख व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्नु भनेको ऐन कुन हो? यो चाहिँ अभिलेख संरक्षण ऐन भनेर कति छ? अब 54 को नि होइन, 74 को नि होइन, 64 को नि होइन। यसको सही उत्तर हो अभिलेख संरक्षण ऐन 2046। यो चाहिँ छ अभिलेख व्यवस्थापनका सम्बन्धमा। अर्को प्रश्न छ सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायकको भूमिका कस्तो भूमिका रहन्छ? प्रश्न नम्बर 33 हो यो। तोकिएको समय र लागतभित्र नै सेवा प्रवाह गर्ने, सेवा प्रवाहमा निष्पक्षता कायम गर्ने, आफ्नो निकायबाट प्रदान गरिने सेवाहरूको बारेमा जानकारी राख्ने। अब सेवा प्रदायकले यी सबै कुराहरू चाहिँ जानिराख्नु पर्यो। यो चाहिँ भूमिका उहाँहरूले निर्वाह गर्ने हो र त्यसको सही उत्तर हुन्छ त्यही भएर माथिका सबै। यो भूमिकामा उहाँहरू रहनुपर्छ। अर्को प्रश्न छ टिप्पणी भनेको के हो? यसमा दिएको छ कमा दिएको छ कार्यालयमा प्राप्त कागजातको सुरुको अभिलेख राख्ने काम। यो टिप्पणी हो त? यो त टिप्पणी हो जस्तो लागेन, यो होइन। यो भनेको दर्ता भयो। खमा छ कार्यालयबाट बाहिर जाने कागजपत्रको अभिलेख राख्ने काम। यो पनि होइन, यो भनेको भयो चलानी। त्यस्तै अर्को छ प्रचलित कानुनका आधारमा आफ्नो रायसहित निर्णय गर्ने अधिकारी समक्ष पेश गरिने दस्तावेज। यो चाहिँ हो जस्तो लाग्छ। अर्को हेरौँ है। एउटा व्यक्ति वा संस्थाले अर्को व्यक्ति वा संस्थालाई लिखित रूपमा विवरण एवं सन्देश पठाउने कार्य। यो भनेको पत्र व्यवहार हो घ नम्बरको। त्यही भएर सही उत्तर चाहिँ अप्सन नम्बर ग हुन्छ। प्रचलित कानुनका आधारमा आफ्नो रायसहित निर्णय गर्ने अधिकारी समक्ष पेश गरिने दस्तावेज नै टिप्पणी हो। टिप्पणी उठाउनु भनेको यसैलाई भनिन्छ। अर्को प्रश्न छ ई गभर्नेन्स शब्दको सुरुवात कसले र कहिले गरेका हुन्? अप्सनहरूमा छ अमेरिकी उपराष्ट्रपति एल गोरेलले 1993 मा, मार्गरेट थ्याचरले 1991 मा, बार्बरा वार्डले 1971 मा र बिल क्लिन्टनले 1998 मा। अब यिनीहरू चाहिँ प्रसिद्ध नामहरू नै भए। यो मार्गरेट थ्याचर ओडापत्र अथवा निजीकरण सम्बन्धी, यो मार्गरेट थ्याचर आइरन लेडी अफ युके पनि भनेर त्यो ब्रिटेनको भनेर भनिन्छ उहाँलाई, मार्गरेट थ्याचरलाई। यो बार्बरा वार्ड चाहिँ त्यो देगो विकाससँग सम्बन्धित नाम भयो। र बिल क्लिन्टन चाहिँ यही ई गभर्नेन्स सम्बन्धित नाम हो। 1998 मा उहाँले चाहिँ इलिमिनेसन अफ पेपर्स, त्यो अफिसहरूमा चाहिँ अब यो कागजपत्रहरूको प्रयोग गर्ने होइन, सबै चाहिँ डिजिटलाइज हुनुपर्छ, ई गभर्नेन्स चलाउनुपर्छ भनेर 1998 मा चाहिँ भनेका हुन्। तर सुरुमा शब्द प्रयोग गर्ने भनेका चाहिँ अमेरिकी उपराष्ट्रपति एल गोरेल हुन् 1993 मा। यसको सही उत्तर हुन्छ क, अमेरिकी उपराष्ट्रपति एल गोरेल। अर्को प्रश्न छ अब यो गणितीय 5वटा प्रश्न गणितका पनि समावेश हुन्छन् यसमा। एउटा समूहका 28% सदस्यहरू विवाहित छन्। उक्त समूहका विवाहित र अविवाहित सदस्यहरूको अनुपात कति हो? एउटा समूहका 28% सदस्यहरू विवाहित छन्। उक्त समूहका विवाहित र अविवाहित सदस्यहरूको अनुपात कति हो? यसको सही उत्तर हुन्छ अप्सन नम्बर क 7:1:8 18 7:18। त्यस्तै 37 मा छ यो 36 को क भयो। 37 मा छ 50 वटा टेनिस बलको औसत 5 ग्राम छ। यदि झोलाको तौल पनि समावेश गर्ने हो भने औसत तौल 0.05 ग्रामले बढ्छ भने झोलाको तौल कति ग्राम हो? प्रश्न छ। यसको सही उत्तर हो अप्सन नम्बर ग मा रहेको 7.55। त्यसै गरी अर्को छ रामले एउटा ल्यापटप रु 50,000 मा किनेर 3 वर्ष चलाई रु 15,000 घाटा खाएर बेच्दा उसलाई कति प्रतिशत नोक्सान भयो होला? कति प्रतिशत भयो होला भनेर भनेको छ 38 को सही उत्तर हो 30%। अर्को प्रश्न छ
रु 30,000 मासिक आय भएको एउटा परिवारले 15% आम्दानी खानामा र 10% शिक्षामा खर्च भयो भने उसको बचत कति भयो? यसको सही उत्तर हो 39 नम्बर प्रश्नको अप्सन नम्बर ग 22,500। त्यस्तै अर्को छ, त्यस्ता प्राकृतिक सङ्ख्याहरू कति जोडा छन् जसका वर्गहरू बीचको फरक 45 हुन्छ? त्यसका वर्गहरू बीचको सङ्ख्या फरक चाहिँ 45 हुन्छ, त्यस्ता प्राकृतिक सङ्ख्या कतिवटा छन् भनेर भनेको छ 40 नम्बर प्रश्न। यसको सही उत्तर हो अप्सन नम्बर ख 3। यी गणितबाट आउने प्रश्नहरू 5 वटा मात्रै आउँछ र यो बाहेक पनि अरूलाई चाहिँ राम्रोसँग पढ्न सक्यो भने यसलाई चाहिँ छोड्दा पनि भयो। अरूमा नै राम्रोसँग तयारी गर्ने हो भने, र जसलाई गणित राम्रोसँग आउँछ त्यसले चाहिँ अब किन छोड्नु, त्यो चाहिँ यसको सरल चाहिँ त्यसको लागि यही होला। अर्को प्रश्न छ अब चाहिँ सार्वजनिक संस्थानहरूको तर्फबाट। यसमा चाहिँ 10 वटा प्रश्न रहेका हुन्छन्। पहिलो प्रश्न छ सार्वजनिक संस्थान तर्फमध्ये सार्वजनिक संस्थान निजीकरणको अवधारणाकार कसलाई मानिन्छ? यसको विकल्पहरुमा छ पीटर हुकर, वुड्रो विल्सन, बारबरा वार्ड, ह्यारी ट्रुम्यान। यी चाहिँ यससँग सम्बन्धित नाम नै भएन, संस्थानहरुसँग सम्बन्धित। वुड्रो विल्सन चाहिँ त्यो अमेरिकाका त्यति बेलाका राष्ट्रपति, उहाँ चाहिँ होइन। बारबरा वार्ड नै होइन, ह्यारी ट्रुम्यान नै होइन, यो चाहिँ पीटर हुकर जुन चाहिँ बेलायतका हुन् कि कताका नागरिक थिए त्यति बेलाका। अर्को प्रश्न छ निजीकरण गरिएको पहिलो संस्थान कुन हो? कमा छ हरिसिद्धि इटा टायल, भ्रिकुटी कागज कारखाना, बाँसबारी जुत्ता कारखाना, घमा छ दूरसञ्चार संस्थान। र यसको सही उत्तर हो भ्रिकुटी कागज कारखाना। निजीकरण गरिएको नेपालको पहिलो संस्थान भनेको भ्रिकुटी कागज कारखाना हो। र पहिलो नेपालको संस्थान भनेको चाहिँ त्यो जुट मिलवाला हो, विराटनगरको जुट मिल। 1993 मा खुलेको पहिलो संस्थान र पहिलो निजीकरण गरिएको भनेको चाहिँ भ्रिकुटी कागज कारखाना। अर्को प्रश्न छ सार्वजनिक संस्थानको उद्देश्य के हो? यसमा छ सरकारसँग मिली नाफा कमाउनु, सरकारसँग मिली कुनै क्षेत्रमा एकाधिकार कायम गर्नु, सामाजिक र आर्थिक विकाससँगै जनताको सेवा गर्नु। घमा छ क र ख दुवै। नाफा कमाउनु त पर्छ नै, तर त्यो चाहिँ उद्देश्य चाहिँ होइन। सार्वजनिक संस्थानको उद्देश्य नाफा कमाउने मात्रै होइन, सरकारसँगै मिली कुनै क्षेत्रमा एकाधिकार कायम गर्ने पनि होइन। यसको सही उत्तर भनेको हो चाहिँ सार्वजनिक र आर्थिक विकाससँगै जनताको सेवा गर्नु। विकाससँगै सेवा पनि हो, सेवा प्रदान गर्ने हो मुख्य भनेको। अर्को प्रश्न छ सार्वजनिक संस्थान निजीकरणको अर्थ के हो? कमा छ सरकारको अनुदानमा चल्नु, यो निजीकरणको अर्थ हो जस्तो लागेन। सरकारको अनुदानमा भर्न परि आत्मनिर्भर भई चल्नु, यो पनि हो जस्तो लागेन। गमा छ केही सरकारी र केही स्वतन्त्र नियन्त्रणमा रहनु। घमा छ सार्वजनिक संस्थानलाई निजी क्षेत्रमा हस्तान्तरण गर्नु। र यसमा निजीकरणको अर्थ भनेको यो अप्सन नम्बर घ नै हो, निजी क्षेत्रलाई हस्तान्तरण गर्नु। 45 नम्बर प्रश्न छ सार्वजनिक संस्थान कुन कारणले महत्त्वपूर्ण छन्? 1 मा छ जनताको आधारभूत सेवा सुनिश्चित गर्न, 2 मा अनुसन्धान र विकासमा लगानी गर्ने भएर, 3 मा ग्रामीण र दुर्गम क्षेत्रमा पनि सेवा दिने भएर, 4 सबै वर्ग र समुदायलाई समान सेवा दिने भएर। यो सार्वजनिक संस्थान कुन कारणले महत्त्वपूर्ण छन् भन्ने प्रश्नमा यो 4 वटा कुरा यी सबै महत्त्वपूर्ण छन्, त्यही भएर यसको सही उत्तर माथिका सबै हुन्छ, माथिका सबै। त्यही भएर सार्वजनिक संस्थान महत्त्वपूर्ण छन्। अनुसन्धान र विकासमा लगानी गर्ने भएर, सबै वर्ग र समुदायलाई समान सेवा दिने भएर, ग्रामीण र दुर्गम क्षेत्रमा पनि सेवा दिने भएर, जनताको आधारभूत सेवा सुनिश्चित गर्ने भएर। यसैगरी अर्को प्रश्न छ मन्त्रालयगत रूपमा हेर्दा सबैभन्दा बढी सार्वजनिक संस्थान कुन मन्त्रालय अन्तर्गत छन्? र अप्सनहरुमा छ ऊर्जा जलस्रोत तथा सिँचाइ, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात। र यसको सही उत्तर हो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय। अर्थ मन्त्रालय पनि होइन, ऊर्जा जलस्रोत तथा सिँचाइ पनि होइन, भौतिक पूर्वाधार तथा यातायात पनि होइन। सही उत्तर हो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय। त्यसैगरी अर्को प्रश्न छ
पूर्ण सरकारी स्वामित्वका संस्थान कति रहेका छन्? यसमा चाहिँ पूर्ण स्वामित्व र अधिकांश स्वामित्व भन्ने आधारमा हुन्छ, जसमा चाहिँ अधिकांश स्वामित्व भएको चाहिँ 25 वटा छन् र यो 15 पनि यसमा मिल्दैन, 22 पनि मिल्दैन। त्यही भएर पूर्ण सरकारी स्वामित्वका संस्थान भनेको चाहिँ 20 वटा छन्। त्यसैगरी अर्को प्रश्न छ, कुन क्षेत्रमा कति संस्थान भन्ने आधारमा जोडा मिलाउनुहोस्। यो क्षेत्रहरू जस्तो औद्योगिक क्षेत्र, वित्तीय क्षेत्र, जनोपयोगी क्षेत्र, सेवा क्षेत्र भनेर यसरी छुट्याइएको हुन्छ। यसमा चाहिँ दिएको छ औद्योगिक क्षेत्र, वित्तीय क्षेत्र दिएको छ, जनोपयोगी क्षेत्र दिएको छ, यतापट्टि चाहिँ 4 वटा दिएको छ, यतापट्टि 3 टा दिएको छ। यसको मतलब एउटाको दुईटासँग मिल्छ। जसरी औद्योगिक क्षेत्रको 10 र वित्तीय क्षेत्रको 10 हुन पनि सक्छ अथवा अर्को पनि हुनसक्छ। यसमा विकल्पहरू दिएको छ र सही विकल्प भनेको यसमा चाहिँ अप्सन नम्बर क हो। यसको अर्थ हुन्छ औद्योगिक क्षेत्र अन्तर्गत संस्थान 10 वटा छन्, वित्तीय क्षेत्र अन्तर्गत पनि 10 वटा छन्, जनोपयोगी क्षेत्र अन्तर्गत 5 वटा छन् र सेवा क्षेत्रका 11 वटा छन् भन्ने यसको अर्थ हुन्छ। त्यसैगरी अर्को प्रश्न छ, सार्वजनिक संस्थान हुनका लागि संस्थामा कति प्रतिशत सरकारी नियन्त्रणात्मक स्वामित्व भएको सेयर पुँजी हुनुपर्छ? सार्वजनिक संस्थान कसलाई भनिन्छ भनेर त्यसको परिभाषा वा स्पष्टीकरण संविधानको धारा 243 मा रहेको छ र जस अनुसार 50% भन्दा बढी सेयर पुँजी जुन चाहिँ सरकारी नियन्त्रणमा हुनुपर्छ त्यसपछि मात्रै सार्वजनिक संस्थान त्यो मानिन्छ र यसको सही उत्तर हो 50% भन्दा बढी। 40% पनि होइन, 51% पनि होइन र 75% पनि होइन। यसैगरी अर्को प्रश्न छ, सार्वजनिक संस्थानले नवप्रवर्तनमा किन लगानी गर्छन्? विकल्पहरुमा दिएको छ, नवप्रवर्तनको नाममा काम गर्न नपर्ने भएकाले, नवप्रवर्तनका नाममा भ्रष्टाचार गर्न पाइने भएकाले, संस्थानलाई प्रतिस्पर्धी र समय सापेक्ष बनाउन, सेवा गुणस्तर र उत्पादन बढाउन। यसमा चाहिँ किन चाहिँ लगानी गर्छन् त सार्वजनिक संस्थानले नवप्रवर्तनमा भन्ने प्रश्न हो। यसको उत्तर हो माथिका सबै त हुने कुरा भएन, त्यो चाहिँ अब काम गर्न नपर्ने भएकाले पनि हैन, भ्रष्टाचार गर्न पाइने भएकाले नै हैन, माथिका कुनै पनि हैन, त्यस्तो पनि हैन, संस्थानलाई प्रतिस्पर्धी र समय सापेक्ष बनाउन चाहिँ लगानी गरिन्छ, सेवा र गुणस्तर तथा उत्पादन बढाउन पनि गरिन्छ। त्यही भएर यसको सही उत्तर हुन्छ 3 र 4 मात्र। 3 र 4 मात्र यसको सही उत्तर हो। यो सँगै यो चाहिँ यतै सकिन्छ र यसरी नै अन्य नमुना प्रश्न सेटहरू यसरी नै आउने भएकाले तपाईलाई यस च्यानललाई सब्स्क्राइब गर्न म आग्रह गर्दछु, किनकि तपाईले कुनै पनि अपडेट छुटाउनु हुन्न त्यसपछि। त्यही भएर सब्स्क्राइब गर्नु होला, साथै यसलाई कसरी अझै राम्रो बनाउन सकिन्छ त्यो बारेमा प्रतिक्रिया दिनु होला। हवस् त, धन्यवाद।